हेलो हेलो हजुर भुवन श्रेष्ठ पढ्नुभयो हजुर हजुर ए यो आज तपाईले बैंकमा एकजना व्यक्तिले कामी भनेर अपमान गर्नुभएको रहेछ नि छैन त्यो भिडियोमा आइरहेछ नि यस्तो हो कसैलाई मैले त्यसो अब रिसको झोमा भनेको भनेछ भित्र हान्दै हजुर अब किन भन्नुभएको त्यो चाहिँ 85,000 पैसा दिनु 85,000 पैसा तपाईले फिर्ता पाइसक्नु भएको छ त्यसपछि पनि कामी भन्नुपर्छ तपाईले 85,000 हो त 50,000 मात्रै फिर्ता पाएँ मैले त्यो क्याटेर चाहिँ थाल्दिनु भयो 50,000 दियो त्यसपछि त पछि त दिन्छु भनेको थियो होला नि त होइन त्यस्तो केही नभए चेक क्याटेर थाल्दिनु भयो होइन भनेपछि 85,000 को दिनु पर्नेमा 50,000 दिएर तपाईले 50,000 दिएको बापत तपाईले उल्टा कामी भनिदिनु भयो नि त त्यही हो कामी भनेको होइन मैले के भनेको भने इसको झोकमा तपाईहरु कामीहरुको बेहोरा यस्तै हुन्छ कामीको पारा यस्तै हुन्छ तिमीहरूले देखाउँछौ औकात भनेर यस्तै भन्नुभएको रहेछ नि यस्तो के त रिसको झोकमा मैले भने होइन तपाईले त अब कारबाही हुन्छ नि यो विषयमा चाहिँ अब कारबाही गर्नुहुन्छ भने यत्रो दिनसम्म पैसा मैले पाएको होइन पैसा त तपाईले पाउनुहुन्छ त्यो मैले बुझेँ होइन सर यहाँ सुन अब यत्रो वर्षसम्म मलाई ल्याएर राख्नु भयो मैले केही भने कति वर्षको कारोबार हो यो चाहिँ कति वर्षको दाइ भनेर भने होइन हजुर अब त्यस्तो मैले नाम पनि सोचेको छैन अब भोलि भन्ने अब गर्दाखेरि मैले ए आज पनि अब मैले चेकबाट पैसा काट्ने भनेर बसिरहेको थिएँ होइन म चाप्टोबाट थिएँ अब त्यो बिर्सेर के भयो भने बोलायो म त पैसा पाउँछ होला खुसी अब राम्रो हिसाबले गयो नि त गएपछि उहाँले अब के गर्नुभयो भने चाहिँ एकैचोटि अब पैसा पहिला दिनु म गर्छु अनि मैले चेक दिन्छु भन्दा पनि मान्नु भएन चेक मैले दिएँ दिएपछि क्याटेर फालिदिनु भयो सबै अनि 50,000 मात्रै पैसा भइछ मैले गर्दाखेरि अनि त्यहाँबाट के भन्नुभयो मलाई एक लाटा पनि हानेको छ त्यहाँ सिसी क्यामेरा पनि होला होइन कस्तो तपाईले कामी भन्नु अगाडि एक लाटा हान्नु भएको कि त्यसपछि हान्नु भयो पछि हान्नु भएको देखिन्छ नि त्यहाँ त त्यहाँ उसमा भिडियो उसमा मोबाइलमा के अरे बैंकमा पनि होला होइन भनेपछि त्यो कामी भन्नु अगाडि नै हान्नु भयो सिसी क्यामेरा त्यहाँ छ मलाई त्यस्तो मैले अनुसार दिएको पनि छैन अब होइन ठिक छ यहाँ सुन्नु न सर कामी भन्नु अगाडि लात्ती हान्नु भयो कि कामी भनिसकेपछि हान्नु भयो यहाँ सुन्नु न मैले त्यस्तो इस्यु पनि लिएको छैन मैले राम्रै सोधेको थिएँ अब यस्तो गर्छ भनेर मलाई के थाहा छ होइन यस्तो कि म पनि एउटा यहाँ सुन्नु दुईटा भनेर गाडीमा तेल हाल्नु पैसा हुँदैन त्यसरी काम गरेको मान्छे हो म पनि कामी भन्नु अगाडि लात्ती हान्नु भएको थियो कि कामी पछाडि थियो तपाईँले पनि न्याय पाउनुहुन्छ नि त त्यहाँ त्यो ऊ छ मिस्टेक छ भने त मैले त्यस्तो इस्यु लिने भयो भने त त्यसरी म सोध्न जान्थेँ होला नि त होइन उहाँले त चौकीमा निवेदन दिइसक्नुभयो त्यो कुरा भएन तर तपाईँले चाहिँ कामी भन्नु अगाडि लात्ती हान्नु भएको थियो कि उहाँले के गरेर हान्नु भएको थियो तपाईँ त्यस्तो कामी भन्ने अहिलेको समयमा त्यसरी हजुर मैले त्यति भनेको मेरो गल्ती मैले स्वीकारेको छु त्यसै गर्दा गर्छ भने त मैले भन्नु केही पनि छैन हजुर अब त्यो गर्छ भन्ने कुरा भएन नि यहाँ तपाईँले त एउटा जाति कामी भन्ने शब्दले एउटा उहाँलाई अपमान गरेर एउटा उहाँलाई मात्र भने होइन यो त एउटा कामी भन्ने एउटा समुदायले दलित समुदायले नि यति हेप्या कुरा हुन्थ्यो होइन सर काम होइन अरू केही भन्न सकिन्थ्यो होला नि त अरू केही भन्न सकिँदैन होला नि कामी नै भन्नुपर्छ त्यो हेर्नु नै पर्छ जाति विभेद नै यो भनेपछि उहाँले के भन्नुभयो उहाँले भुवन श्रेष्ठ भनेर हेपिदिनु भयो कि क्या हो कामीहरूको पारा यस्तै हुन्छ कामीहरूले औकात देखाइहाल्यो भन्नुभयो त्यही भन्नुभयो अर्थ के भन्नुहुन्थ्यो र उहाँले अगाडि भन्नुभयो उहाँले भनेपछि तपाईँले आफ्नो औकात देखाउनु भन्नु उहाँले अगाडि भन्नुभयो होइन के पढ्नुहुन्छ तपाईँ उहाँको के पढ्नु भन्दाखेरि पहिला घर बनाउने सामान झार्दै गएँ मैले त्यस्तो गरे हो होइन अब राम्रो हुँदाखेरि सबै रिलेसन राम्रो हुने रहेछ नभए चाहिँ मान्छेले गर्दा पनि गर्नु सक्ने रहेछ भनेको यहाँ आजबाट पनि सुरु भयो उहाँले त प्रहरीमा उजुर दिनुभएको छ तपाईँ त कारबाही पुग्न तयार हुनुहुन्छ होला नि स्पेसन के छ अब यस्तो हो दाइ अब उहाँले मानव हिसाबले गर्छ भने त मैले त भन्नु परेन होइन र हो किन भन्दा तपाईँ त यहाँ एउटा जातीय विभेदमा 50,000मा 85,000मा त 50,000 त पछि पाउनुहुन्थ्यो होला नि त तपाईँले कुरै गर्नु भएन त एक क्याटेर फालिदिनु भयो उहाँले होइन अब त्यो क्याटेर फालिदिनुहोस् न मलाई 10 जम्मा पैसा यहाँ छ भनेर दिनुभयो मैले गर्नु नपाउँदाखेरि
त्यहाँदेखि चालिदिनु भयो। त्यसपछि त्यहाँको प्रहरी के अरे बैङ्कको कर्मचारी सुरक्षाकर्मीले तपाईँले तल गएर तपाईँको कुरा तलै गर्नुहोस् भनेर भने होइन त? भने हो त्यही भन्नुभएको थियो। के छ तपाईँलाई मैले राम्रै काम यो शब्द भनेर राम्रो गरे जस्तो लाग्छ कि के छ अलिकति? होइन त्यो त मैले गल्ती गरेँ हो भनेर भनिरहेको छु यहाँ सबै यहाँ सुन्दै तपाईँले उहाँले त्यसो गर्नु हुनुहुन्थ्यो त्यो गर्नुभयो 2 नम्बर मैले गल्ती गरेँ हो नगरे होइन मैले गरेँ हो मैले भनिरहेको छु तपाईँ। तपाईँ यो के छ यो लाज पचाएर बस्नुहुन्छ कि यो होइन यो मैले चाहिँ यसको विषयमा यो कहाँ छ के छ यो कानुनी कारबाही यस विषयमा भोग्नुपर्छ भन्ने के छ कि लाज पचाएर बस्नुहुन्छ यस विषयमा? यहाँ सुन्नु भाइ मैले अघि नै भनेको त मैले नबोलेको कुरा होइन बोले हो होइन। अब मानवता हिसाबले मैले 1-2 दिनसम्म पर्खेर बसेँ हो। अब रिसको धोका मैले पनि भने हो मेरो नि गाडीको तेल हाल्ने भनेन कर सबै तिर्नु पैसा पनि हो भने तपाईँलाई थाहा होला सायद गाडीवाला। यो शब्द यस्तो भयो कि एउटा दलिललाई होइन यसरी आएर कामी हेपिदिने अनि पछि आएर होइन यो त सामान्य तरिकाले भन्यो भनेर यो देशमा एकदमै बढी एकदम उग्र हुन थाले एकदम हेप्न थाले। अहिलेको समय पनि एउटा तपाईँ जस्तो बुझनशील मान्छेले जातीय विभेद भन्ने कुरा त मैले यस्तो कुराहरू त गर्नुहुन्न भन्ने कुरा त तपाईँको दिमागमा त छ होला नि, तपाईँको त दिमाग त चल्छ होला नि होइन सर? यसको विषयमा त सोध्नुहुन्छ होला नि। भनेपछि एकछिनमा एकदमै ठन्डा एकछिनमै मान्छेले नचिन्ने आँखाले नदेख्ने दिमाग बनिहाल्छ त्यो तपाईँको? के बोल्ने के नबोल्ने भन्ने त तपाईँले त्यो त छुट्याउन सक्नुहुन्छ होला नि, त्यति त दिमागले काम गर्छ होला नि। अब मैले गल्ती गरेँ होइन नगरे हो पैसाको कारोबार त पैसाको कुरा हो, त्यो फरक कुरा हो। त्यो पैसाको कारोबार तपाईँहरूको पैसाको कारोबारको कुराहरू तपाईँहरू आफै गर्नु होला, त्यो अगाडि कुरा पछाडि कुरा त्यो फरक कुरा हो। तपाईँ यहाँ सब कुरा त यहाँ कामी भन्ने शब्दमा एउटा जातीय विभेदमाथि हेपेको शब्दमा आयो क्या, अरू कुरा त छोडिदिनुहोस् क्या। भनेपछि अब यसको विषयमा उहाँले गल्ती भयो भन्नुभयो ठिक छ, तर त्यसरी एउटा अर्को कारोबार एउटा छ आएर एउटा खुल्ला रूपमा त्यो पनि सार्वजनिक रूपमा सार्वजनिक ठाउँमा भन्नुभएको छ तपाईँले त बैङ्कभित्र किन ढिला गरौँ? उहाँले त भन्नुभएको छ कि अब भोलि किन आजै किन ढिला गरौँ आजै दिउँ भनेर म आजै गएको होइन। प्लान उहाँहरूले त्यसरी नै गर्नु भनेर प्लान बनाएर आउनु भएको जस्तो लाग्यो। 50,000 मात्रै पैसा लिएर आउनु भएको रहेछ होइन। त्यही पनि मैले के भने मैले 50,000 दिएपछि पैसा म पहिला चेक पैसा गर्छु भन्दाखेरि मान्नु भएन, विश्वास लागेन भनेर भने पैसा मैले चेक दिएँ मैले नगर्नु भयो त्यस्तो गर्थेँ दाइ यत्रो दिनसम्म कुरेर बस्थेँ होला त दाइ यार। ल हुन्छ तपाईँको कुरा तपाईँहरू नै गर्नु होला। यो जातीय विभेद यसरी कामी भन्नुभएको छ यसको लागि तपाईँलाई धेरै धेरै शुभकामना। यस्तै शब्दहरू बोल्दै जानु होला होइन, तपाईँको मुखबाट यस्तै शब्द आउँदै रहोस्। यसको विषयमा उहाँले प्रहरीमा उजुरी दिइसक्नु भएको छ, तपाईँले अब उहाँले अब के हुन्छ त्यो कानुनी प्रक्रियामा जानु होला नि। हस् धन्यवाद है हजुर। होइन त्यो त अब आफूले अब गल्ती गरेर चिल्लो त गल्ती गरेको भनेर भनेर गल्ती गरेको चिल्लो स्वीकार्नु पनि पाउँदैन भन्ने स्वीकार्न पाउँछ गल्ती तपाईँले त भन्नु भएन भनेर त तपाईँले त मैले भनिनँ भनेर तपाईँले भन्ने ठाउँै छैन नि त, त्यहाँ देखिएको छ प्रश्न। अब उहाँहरूले सबै प्लानै बनाएर आउनु भएको रहेछ त मलाई के थाहा छ दाइ यार भन्नु भन्नु त। त्यो प्लानको कुरा त त्यो थाहा भएन, त्यो उहाँको कुरा हो होइन। प्लानै बनाएर आउनु भएको रहेछ नि त। उहाँले त कामी भन्छ भनेर त प्लान त बनाउनु भएको थिएन होला नि त हजुर। कामी भन्छ भन्ने त प्लान बनाउनु अरू कुरा छोडिदिनुहोस् कि तपाईँको कारोबारको कुरा छोडिदिनुहोस्, त्यो हामीसँग मतलब भएन होइन। तर तपाईँले उहाँले त त्यो यसले कामी भन्ला भन्ने त प्लान त पक्कै पनि बनाउनु भएको थिएन होला, आफूमाथि अपमान होला भन्ने त पक्कै पनि बनाउनु भएको त्यो आफूमाथि अपमान प्लान हुन्छ। यस्तो हो क्या दाइ पहिलादेखि उहाँले पहिलादेखि पैसा भोलि दिन्छु भनेर भन्नुभयो। यहाँ तपाईँले आफ्नो मात्र कुरा नगर्नु नि दाइ मेरो पनि कुरा सुन्छु। मैले बुझेँ तपाईँ त्यो मैले तपाईँको समस्या बुझेँ। तपाईँ त्यो कारोबारको कुरा हो पहिलेदेखि दिनुभयो झुक्क्याउनु भयो, अझ आएर हिजोको चेक भोलिको चेक थियो आज आएर ल्याएर तपाईँ उहाँले प्लान बनाउनु खोज्नुभयो भनेर तपाईँले भन्नुभयो नि त। अरू कुरा देखाउनु भएको छ नि त उहाँले, त्यो कामी भनेको कुरा देखाउनु भएको छ। यसले त प्लान नै भन्न मिल्दैन नि सर, कामी भनेको शब्दलाई प्लान बनाउनु मिल्छ? मैले भने नि त तपाईँलाई गल्ती मान्छेबाट हुन्छ कि गल्ती भयो भनेर चाहिँ स्वीकार्नु नपाउनु दाइ। ल ठिक छ, तपाईँ त्यो होइन गल्ती स्वीकार्न पाउनु भयो, तपाईँले गल्ती स्वीकार्नु भयो, यसको लागि आफ्नो गल्ती स्वीकार्नु भएकोमा तपाईँ लास्ट पछि आएर स्वीकार्नु भयो नि त। पहिलोचोटि सोद्धाखेरि त होइन भने होइन भन्नुभयो नि त पहिला। यहाँ सुन्नु न मैले भने अब मैले के भने भनेदेखि
आफ्नो बेहोरा देखाएको दाइ भनेर भन्दाखेरि कामीले आफ्नो बेहोरा देखाइदियो होइन त? हजुर कामीले आफ्नो बेहोरा देखाइदियो त्यही भन्नुभयो नि त? मैले त्यसलाई आफ्नो बेहोरा देखाइदियो भनेर मैले भनेको हो होइन। कामीले आफ्नो बेहोरा देखाइदियो। मैले अब कस्तो भन्नु मैले नबोले होइन बोले हो होइन। हजुर अब हुनु त अब यो कुरालाई ठुलो बनायो भने ठुलो पनि हुन्छ होइन। अब सानो बनायो भने सानो पनि हुन्छ। मैले अब कतै भाग्ने पनि होइन, म पनि यही काम गरेर खाने मान्छे हो। तपाईँको यत्रो दिनसम्म भनेर गाडी या तेल हाल्नु पैसा हुनु, कहिले चामल किन्नु पैसा हुनु, त्यसरी मैले गरेपछि अब मैले अब एकचोटि स्टाफसँग भन्यो होला नि। यत्रो दिनसम्म मैले काम गर्दाखेरि बाँकी दिँदाखेरि पनि अब राम्रो भयो। आज मैले गएर त्यति कस्तो बोल्दाखेरि मलाई नराम्रो भयो त हेऱ्यो हो कि भन्नु त। तपाईँ आफूलाई आफ्नो भनेपछि अहिले तपाईँ आफैलाई लाज लागिरहेको छ अहिले? लाज त अब दाइ गल्ती गरेपछि मैले त सुधारेको छु त मैले होइन। हुन्छ हुन्छ हस् हस् गल्ती स्वीकार्नु त्यसको लागि धेरै धन्यवाद होइन। त्यो कारबार कुराहरू तपाईँहरू गर्नु होला है सर। होइन मलाई कारबार उहाँले अब धेरै दिन झुलेन मलाई निरन्तर भयो। मैले आफूलाई अब उहाँलाई होस् मलाई केही चाहिएन। उहाँले अहिलेसम्म नदिने नेत बनाउनु भएको रहेछ कि मैले धेरै दिन खोजेँ। अब धेरै दिन आफ्नो हाम्रो नि त पैसा हुन्छ नि त। तपाईँ 1 रुपियाँ 2 रुपियाँ गरेर जम्मा गरी धनी हाल्छु कि माथिबाट झरेर त झरी त होइन भनेर कति दुसआएको छैन भनेर टायर हाल्नु चाहेन त यार। कति नखेर हिजोलाई गाडी समातेर आयो।